ड्राइभिङ चाहिँ पहिल्यैदेखि गरे तापनि यो ट्याक्सी लाइनमा चाहिँ म भर्खर हो 8-9 महिना भयो। मेरो नाम चाहिँ शमशेर बहादुर हायो। म सिन्धुली जिल्लाको गोलङजोर गाउँपालिका वार्ड नम्बर 6 मा जन्मेको। म माइक्रो बसको ढोकामा झुन्डिएर कन्डक्टर गरेर ड्राइभिङ सिकेको। बस चलाइयो, टिफर चलाइयो, भ्यान चलाइयो। अब पैसा कमाउनको लागि जे अफर आउँछ त्यही चलाइयो के चलाउनु चाहिँ। तर म यही बाटोमा आएँ, यही बाटोमा हुर्केँ। अब म यही बाटोमा हिँडिरहेको छु अहिलेसम्म भनौँ न। अब ट्याक्सीमा कति कमाउँछ भनेर फिक्स नै नहुने होइन। अब कहिले अलि धेरै कमाउँछ, कहिले कमाउँदैन। अब ट्याक्सी चलाउनको लागि चाहिँ मलाई यो इनड्राइभ अनलाइनले गर्दा नै सजिलो भयो होइन। चढ्नेलाई नि सजिलो भएको छ, चलाउनेलाई नि सजिलो भएको छ। अहिले पहिला जस्तो चोकमा ढुकेर बस्नु परेन, पेसेन्जर पाउला कि नपाउला भनेर। जस्तै अब पेसेन्जरलाई पनि अब ट्याक्सी खोज्नको लागि चोकमा आउनु परेन। अब इन्डियामा बज्छ, उठायो, जानु मन लाग्यो हिँडिहाल्यो। धेरै सजिलो भएको छ। मेरो फ्यामिलीहरू सिन्धुलीतिरै भए पनि मैले यो सडकमा अब मैले बोकेका पेसेन्जरहरूले अब नयाँ कुरा सुनाउँछन्, नयाँ मान्छेसँग भेटिन्छ, नयाँ अनुहार भेटिन्छ सधैँ होइन। त्यही भएर पनि होला यो काठमाडौँ सहर आफ्नै गाउँ घर जस्तै लाग्छ। एउटा गरिब परिवारमा जन्मेको मान्छे म होइन। अब सिन्धुलीबाट 15-16 वर्षमै घर छोडेर हिँडेको। अब बाटो थिएन, मौका थिएन, गोजीमा पैसा थिएन। ट्याक्सी चाहिँ साउको हो, मैले भाडामा चलाउँछु। अब एक दिन चाहिँ मेरो आफ्नै चाहिँ होस्, त्यति भए आफ्नो जीवनहरू चल्नलाई अलिक सजिलो हुन्छ कि जस्तो लाग्छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ भनौँ न, मेरो सपनाको लागि चाहिँ 2 पाइला भने पनि अगाडि बढ्नलाई साथ दिएको छ। अगाडिको बाटो अप्ठ्यारो त होला, तर अब स्टियरिङ चाहिँ मेरो हातमा छ कि, डर छैन मलाई।